हेलो नमस्ते सबैलाई कस्तो छ हालचाल तपाईँको। आजको यस भिडियोमा म सुदूरपश्चिम जाने बसहरू कस्तो हुन्छन् भनेर देखाउनेवाला छु। सो लेट्स स्टार्ट आवर भिडियो। आजको पहिलो बस रहेको छ खप्तड त्रिवेणी भिआइपी सफायर बस। यसको भित्र गएर हेरौँ कस्तो छ। यो चाहिँ क्याबिन रहेको छ यस्तो टाइपमा। अनि यहाँ चाहिँ 22 सोफा सिट बस हो। वर्ल्ड कपको फ्ल्यागहरू लगाएको छ। अनि सिटहरू नि एकदम बवाल छ। अनि यहाँ स्लिपर पनि रहेको छ। यो स्लिपर चाहिँ एउटा स्लिपर, दुईटा स्लिपर, तीनटा स्लिपर, तीनटा भने चाहिँ 6 जनाको लागि यस प्रकारको स्लिपर पनि रहेको छ। आजको भिडियोको दोस्रो बस रहेको छ राजगद्दी एक्सप्रेस, जुन चाहिँ 21 सोफा सिट छ र यो बस दिल्लीमा बनेको। ल हेरौँ अब। ल बाहिरबाट हेर्दाखेरि यस्तो छ यसको यो बसको लुक्स, भल्भो लुक्स। दिल्लीमा आजाद बडी बिल्डरले बनाएको बस 21 द थ्रोन राजगद्दी एक्सप्रेस। धनगढी जानको लागि एकदम सबैभन्दा लग्जरी बक्स रहेको छ। धनगढी जान चाहनुहुन्छ भने यो बसलाई सम्झन सक्नुहुन्छ। सिट एकदम कम्फर्टेबल रहेको छ है, हेर्नै सक्नुहुन्छ। पछाडि स्लिपर पनि रहेको छ। स्लिपर 21 स्लिपर। सिट चाहिँ एकदम लचकदार छ है। टिभीले लगाउने यस्तरी लट्किन्छ। पिलो पनि दिएको छ बसमा। अनि तलको पनि एकदम छ आरामले। फेरि यो इलेक्ट्रिकली फोल्डिङ हुनेवाला सिट हो। एकदम उ छ, कम्फर्टेबल छ, केही दुख्दैन। धनगढी जस्तो लामो यात्राको लागि पनि एकदम पर्फेक्ट छ। नम्बर चाहिएमा यो नम्बरमा कन्ट्याक्ट गर्नु होला। हाम्रो अर्को बस रहेको छ टिकापुर जाने रिभर साइड यातायातद्वारा सञ्चालित ग्रेट रामारोसन। बस हेर्नुपर्दा यस्तो छ। लिभरी ग्रेट रामारोसन टिकापुर काठमाडौँको रुटमा चल्ने। हजुर यो चाहिँ क्याबिन रहेको छ बसको। सिटहरू लाइटिङहरू यस्तो छ। स्लिपरको कुरा गर्दाखेरि चाहिँ 4वटा स्लिपर छ है। एउटा, दुईटा, तीनटा, चारवटा स्लिपर छ। गाडी चाहिँ कम्फर्टेबल नै छ। बसेर देखाउनु पर्दाखेरि आरामको छ एकदम। कसैले जानु परेमा सम्पर्क नम्बर चाहिँ यता छ है। मेरो नाम चाहिँ महेश महतो। टिकापुरबाट काठमाडौँ, काठमाडौँबाट टिकापुर चल्ने गाडी हो। अनि सम्पर्क नम्बर चाहिँ 98 512 33 595। कति बजी छुट्छ नि भन्नु? यो काठमाडौँबाट 3:45 साँझ, अनि बिहान उता टिकापुरबाट चाहिँ 3 बजे। ल हाम्रो दाइले सम्झिनु होला। कसैले टिकापुर काठमाडौँ जानु परेमा बस चाहिँ तपाईँले देख्नै भइहाल्यो कति खतरा लग्जरियस छ है। हाम्रो दाइले सम्झाउन सक्नुहुन्छ। ल बाई बाई गर्नु दिन है। ल यो चाहिँ हाम्रो भट्ट ट्राभल्सको डडेलधुरा काठमाडौँ चल्ने बस। यसैको साथ अब चाहिँ मालिका यातायातद्वारा सञ्चालित अर्को बस रहेको छ। हेरौँ है। यसको लिभरी चाहिँ हाम्रो पूर्वको मर्निङ जस्तै छ। बाहिरबाट हेर्दाखेरि चाहिँ लिभरी चाहिँ हाम्रो मर्निङ जस्तै छ।
क्याबिनको कुरा गर्दा क्याबिन चाहिँ राम्रै सजाएको छ यो बसमा पनि। ल अब पछाडितिर जाउँ है। सिटहरू नि यो बसको नि एकदम कम्फर्टेबल छन्। 22 सोफा सिट। स्लिपर चाहिँ लास्टमा छ, 2वटा स्लिपर चाहिँ यस्तो रहेको छ। राख्नलाई जुत्ता राख्नलाई यता ठाउँ छ हैन। यो बसको सिट नि कम्फर्टेबल नै छ, लच्किन्छ। अब धनगढी जाने रुटमा यतिको नलच्केपछि त अब चाहिँ शिवपुरी यातायातद्वारा सञ्चालित राजगद्दी बस हिँड्नेवाला छौँ। के कस्तो छ भनेर बसको लुक्स हेर्दाखेरि अगाडिबाट यस्तो रहेको छ, अनि साइडबाट रिभर फ्लोइङ टाइपमा डिजाइन रहेको छ। शिखर सस्पेन्सन सोफा एसी, भिआइपी सोफा सिटवाला। क्याबिन चाहिँ सजाएको छ आराम मस्तले। अनि सिट हेर्दाखेरि एकदम कम्फर्टेबल छ हैन। यहाँ पनि वर्ल्ड कपको फ्ल्यागहरू चाहिँ आजकल सब बसमा लगाएको छ। यो स्लिपर पनि रहेको छ, स्लिपरमा जाने मान्छेलाई। सिट पनि हेरौँ भने चाहिँ कम्फर्टेबल नै छ हैन। अब चाहिँ हाम्रो दार्चुलादेखि काठमाडौँ जाने बसहरूको खिचौँ। पहिलो बस हाम्रो यहाँ रहेको छ दार्चुलादेखि काठमाडौँ जानलाई महाकाली यातायातद्वारा सञ्चालित एउटा बस यहाँ छ। अर्को बस पनि यहीँ छ है महाकालीको। अहिले चाहिँ यो बसको खिचौँ। बस हेर्दाखेरि यस्तो छ, बाहिरबाट महाकाली सुपर एसी। भित्र हाम्रो क्याबिन यसरी सजाउनु भएको छ। भित्र चाहिँ सिटहरू ठिकठाक छ। स्लिपर पनि रहेको छ। स्लिपर हेर्नुपर्दा चाहिँ यो बसको राम्रो चाहिँ सिसा पनि रहेछ प्राइभेसीको लागि, फुल अन प्राइभेसी। स्लिपरमा सिसा चाहिँ हुनुपर्छ, पङ्खा पनि रहेको छ, चार्जिङ पोर्ट छ। ल स्लिपर पनि ठिकठाक छ। यस्तो चाहिँ छ बस। दार्चुला बिहान 7 बजे छुट्छ हजुर। कसैले सम्पर्क गर्न चाहेपछि मेरो नम्बर 9749 काठमाडौँबाट 11 बजे छुट्छ हजुर। हजुरको नाम पनि भनिदिनु। मेरो नाम मोहन सिंह धामी, मेरो घर चाहिँ दार्चुला हो। अनि दार्चुलाबाट चाहिँ कति बेला छुट्छ? बिहान 7 बजे छुट्छ हजुर। ल दार्चुलादेखि काठमाडौँ आउन जानु परेमा हाम्रो दाइले सम्झिनु होला है। आजको अन्तिम बस चाहिँ महेन्द्रनगरदेखि काठमाडौँ जाने पवन दुईटा यातायातको बस रहेको छ। 12 सिङ्गे मेट्रो। लिभरी चाहिँ नेपालको फ्ल्याग हाम्रो 12 सिङ्गे। क्याबिन चाहिँ यस्तो रहेको छ। पछाडि हेर्दाखेरि 22 सोफा सिट। पछाडि स्लिपर पनि रहेको छ। आजकल स्लिपर त अब सबै गाडीमा हुन्छ, नर्मल भइसक्यो। स्लिपर चाहिँ यस्तो रहेको छ, एकदम कम्फर्टेबल छ जुत्ता राख्नलाई। ल सिट चाहिँ कम्फर्टेबल छ है, हिचकिन्छ। ल अब चाहिँ म घर जान लाग्यो। आजको भिडियोको लागि अब यति बसहरू छन्। अरू बसहरूको खिच्दै अलि मेरो मोबाइलमा स्टोरेज एकदम कम भयो कि भिडियो खिच्न नलाग्यो। अब चाहिँ अरू बसहरू चाहिँ अर्को भिडियोमा देखाउनेछौँ। आजको लागि यतिमै समाप्त गर्छु। अब अर्को भिडियो नआउन्जेलसम्मको लागि किप ट्राभलिङ, निकै रह्या। ल